महोदय के हो चिन्तित मुद्रामा हुनुहुन्छ? साह्रै चिन्ता लागिरहेछ महोदय, तर आफ्नो लागि होइन, तपाईँको लागि। मेरो लागि किन? घरभित्र प्रवेश गर्नु अगाडि राम्रोसँग नियमावली अध्ययन गरेर मात्रै प्रवेश गर्नुहोस् महोदय। नियमावली? यहाँ दिपा महोदयले तपाईँको लागि नियमावली टाँस गर्नुभएको छ। कहाँ? ऊ यहाँ हेर्नुहोस्। यस घरमा पुरुषले पालन गर्नुपर्ने नियमावली क घरभित्र छिर्ने बित्तिकै मोबाइल सेट श्रीमतीलाई हस्तान्तरण गर्नुपर्ने। ख श्रीमतीलाई किचनमा हुँदा पत्रिका पढेर बस्न पाइँदैन, किचनमै जानुपर्ने र सहयोग गर्नुपर्ने। ग श्रीमतीको प्रशंसा गरिरहनु पर्ने, यस्तो पकाइस उस्तो पकाइस भनेर खोट लाउन नपाइने। घ अफिस सकिएको आधा घण्टामा घर प्रवेश गरिसक्नु पर्ने, घरमा पनि हाजिरी पुस्तिका राखिने। म श्रीमतीसँग मृत्युभाषी भई प्रस्तुत हुनुपर्ने, सैनिक कमान्डर भई आदेश दिने कार्य बन्द गर्नुपर्ने। च र अन्त्यमा श्रीमतीलाई प्रेम गर्नुपर्ने। भनेपछि यो घरमा पनि अब लोकतन्त्र आएछ। महोदय, यो घरको पुरुषलाई नियममा बाँधे अरे। म पनि पुरुष हुँ, गाह्रो भयो नि त। तपाईँलाई चाहिँ के गाह्रो? यहाँ श्रीमतीलाई प्रेम गर्नुपर्ने भनेर लेखा छ। अब म कसको श्रीमतीलाई प्रेम गरौँ त? त्यो अभिषेक बच्चनको श्रीमती कस्तो होला महोदय? हेर पथभ्रष्ट कवि, मैले अर्काको श्रीमतीलाई माया गर्ने भने हो त आफ्नो श्रीमतीलाई माया गर्ने भने? आफ्नो त भए पो माया गर्नु त। बिहे गर्नु नि त्यसबे। कुमारै बस्नु भनेको जीवनलाई आफ्नै गतिमा बहाउनु हो, बिहे गर्नु भनेको आफ्नो घाँटीमा आफैले पाँचो लगाउनु हो। त्यो त हो। श्रीमान श्रीमती रथका दुई पाङ्ग्रा हुन्, यो भनाइ अब पुरानो भो। थोत्रो रथलाई ठेल्दा ठेल्दै पुरुषको पेटभित्रको गानु गो। महोदय, तपाईँ जसरी कुमारै बसिरहनु भएको छ, तपाईँको नाम इतिहासमा लेखिनेछ। आफूले त हरेक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भन्ने सुनेर बिहा गरियो। हात त हुँदो रहेछ, कहिले गाला हुँदो रहेछ, कहिले टाउका हुँदो रहेछ। लौ माने मित्र, आज मैले यहाँ तपाईँलाई महिलाको साथ थियो। तपाईँ नै भन्नुहोस् मलाई, अटल बिहारीको पछाडि कुन महिलाको हात थियो? महिला साथमा हुनु भनेको समस्याको पोको हो। सीता साथमा भएर नै भगवान श्री राम धुरु धुरु रोको हो। न हुन्थिन् सीता न आउँथ्यो रावण, न हरेर लान्थ्यो लङ्का। राम होस् कि कृष्ण आफ्नो श्रीमान 24 घण्टा शङ्का। वाह कविज्यू, जीवनमा प्रथम पटक तपाईँको कविताले यहाँ छोयो। यहाँ मार्भलस, सुपर, माइन्ड ब्लोइङ। हस्त महोदय, म जान्छु अहिलेलाई। जानुस्, महिला नियमावली तपाईँलाई हार्दिक स्वागत गर्दछ। मोबाइल मोबाइलको स्विच किन अफ गरे? ठुलो स्वर होइन है। मोबाइलको स्विच किन अफ गरे? त्यति साउती पनि मार्नु पर्दैन। घरमा आएपछि मोबाइलको स्विच अफ, ओके? मोबाइलको स्विच मात्र किन म्याडम? दिमागकै स्विच अफ भन्नुस् न। चुप लाग। एउटा तथ्याङ्क अनुसार आजकलको यो डिभोर्स हुने कारणहरू मध्ये 40% कारण मोबाइल हो रे। मोबाइलमा आएको फोन र एसएमएसले गर्दा डिभोर्स रेट बढिरहेको छ रे। जय होस् मोबाइल। त्यो 40% मा म चाहिँ किन परिन? सबै बन्ने। ल हिँड। ओके कमान्डर इन चिफ। एउटा कुरा सोधौँ, म लामो सास फेर्न सक्छु? त्यस्तो पनि छैन, खाली नियम पालना गर मात्रै भनेको। हेर, श्रीमान श्रीमती भनेका रथका दुई पाङ्ग्रा हुन्, तर हामीले यसलाई अलिकति चेन्ज गर्न खोजिरहेछौँ। श्रीमान श्रीमती भनेका रथका बराबर दुई पाङ्ग्रा हुन्। अनि एउटा पाङ्ग्राले दुखो भने अर्को पाङ्ग्रा ल्याउनु पाइन्छ पाइन्न? भान्सामा जाउँ, दुवैजना मिलेर खाना बनाउने बराबर। ए बराबर? ल ठिक छ। यो मेरो मोजा खोल्देऊ। मैले? एउटा म खोल्छु। चुप्प लागेर भान्सामा आउने, मोजे लगाएर।
के भइरहेछ? यो के हुन खोजिरहेछ? यो कहिले लाग्यो हो कि के हो? हे स्वर्गीय हजुरबा, तपाईको जमाना ठिक रिभर्स हुँदैछ, उल्टो। हे स्वर्गीय हजुरमुवा, तपाई हाम्रो हजुरबुवासँग कुरा गर्दाखेरि कहिले पनि शिर ठाडो गरेर कुरा गर्नुहुन्थेन। यसले मलाई शिर ठाडो गर्न दिन्न।